कन्फिडेन्ट बढ्नु चाहिँ एक दुई खेप चाहिँ वेलकम टु आमाछोरी ब्लग्स। वेलकम टु आमाछोरी ब्लग। आज चाहिँ हामी यहाँ क्रिसमस पार्टीमा आएको छौँ है। अन्त अघिदेखि भिडियो बनाऊँ भन्दै थिएँ, बिर्सेछौँ है। सानो भिडियो बनाउँछु हेर्नुहोस् होला। ला नानी त्यस्तो गर्नु हुँदैन। भाइको नाम के हो? ठुलो मम्मा र म एउटै मरुन कलरको भएको छु, एउटा मेरो जामा, एउटा ठुलो मामाको बेस्ट। दुईजना सेम सेम भएको आज। गर्नुहोस् त। गरेको छु। ले के गरेको? सरप्राइज। डोन्ट टच है, अघि जस्तो निस्किन्छ नि। आऊ खाना खानु बसेको है। खाना रेडी भएछ। म यहाँ बस्छु नि। मेरो दिदीको साथीहरू अब चाहिँ हामी क्रिसमस पार्टी आएर खाना खानु आँटेको हो हाम्रो छेमाकोमा। अन्त लियाना हजुर लियानाले भनेको चाहिँ हामी क्रिसमस पार्टी खानु गएको भनेको कि खानु नभन्ने पार्टी गर्नु गएको भन्ने। घरकोमा यस्तै हुन्छ नि है, घरको आमा। उहाँको एकदम आज चाहिँ हामीलाई क्रिसमस इन्भिटेसन थियो नि त क्रिसमसको। यहाँ चाहिँ खाना आँटेको हामी चाहिँ नानाले चाहिँ हामीलाई बोलाउनु भएको थियो नि त क्रिसमसमा होइन नि, क्रिसमस पार्टी खानु है। के खानु भएको? कोपी हालिदिउँ, इस्कुस मजाले खाऊ ल। चाना त हालिदिन्छु है। नानाले चाहिँ प्लान्टको चाहिँ पुरा भेराइटीहरू राखेको रहेछ हो। प्लान्ट हेर्नुहोस् न कस्तो मजाले भित्रतिर मजाले सजाएर राखेको रहेछ। बाहिरतिर पनि मजाले प्लान्टको भेराइटी चाहिँ थुप्रो राखेको रहेछ हो। प्लान्ट्सको डल्ले खोर्सानीहरू पनि पुरा रोपेर फलाएको रहेछ। परेले डल्ले एकदम बट्टामा पनि भिजाएको रहेछ आफ्नै बारीको हो। यता चाहिँ खानाहरू सक्दैछ। लियानालाई चाहिँ मजा भइरहेछ यहाँनिर है। लियाना तिमीलाई जस्तो मजा कसलाई छ? हेलो गाइज नभन्नु भनेको छ होइन नु हामीलाई। के भन्नु अरे नि? सम्पूर्णलाई ढोकिदिए भन्नु। भुइँसरी ढोकिदिए। दुईजना चाहिँ है लड्छ बाबु। दुईजनालाई चाहिँ मजा भइरहेछ यहाँ। खाना खाएर रेस्ट टाइम भइरहेछ। ल्यान नखल न हौ। हामीलाई थाम्छ भनेको कि लियाना डराउँदैछ हो। नगर न त्यस्तो त। लियानाले चाहिँ फोनको ब्राइटनेस चाहिँ पुरा घटाइदिएको छ हो क्यामेराको। फोनको त होइन क्यामेराको। म चाहिँ भिडियो अँधेरो आयो के भयो भन्दै। अब नगर्नुहोस् न बाबु, नगर्नुहोस् न। हजुर आँखा टालेको छ मम्माले। लेन्स लगाऊ लेन्स। देखो न गाइस, ये लियाना और काजल क्या कर रहा है? देखो ना गाइस, देखो ना ये दोनों नॉटी हो रहा है। देखाउ न यता अनुहार। फेरि पाक्दैछ बेलुकाको लागि। 12 बजीको खाइसकेर पनि रेडी हुँदैछ। बेलुका चाहिँ यहाँ प्रोग्राम छ अरे। अन्त प्रोग्रामको लागि चाहिँ यहाँ चाहिँ रेडी गर्दैछ। नानाले प्लेट पुस्नु हुँदैछ, अर्कोले प्लेट पुस्दै मिलाउनु हुँदैछ। यो चाहिँ बेलुका चाहिँ टाइममै हुन्छ अरे यहाँ मान्छेहरू हो। 4 बजीदेखिको छ प्रोग्राम चाहिँ। सेवा 3 बजे छ।
स्कुटी सिक्ने अरे हो एकछिन टाइम पास स्कुटी चाहिँ ऊ पर भाइले ल्याउँदैछ लु उसले चाहिँ सिक्ने अरे हल्का चाप हल्का हल्का उयो गर ब्रेक नलाइ ब्रेक नछुई ब्रेक नझ्यापै नपर न बिस्तारी बिस्तारी जाऊ एरोप्लेन देखेर चाहिँ नानी अत्तालिँदैछ हो 7 भयो भन्दै अघिदेखि आएको हेर्दैछ नि त कि उसले कतिवटा भयो अरे बेबी आएको 6 भयो ल्याना नो नो छेउमा नजाऊ मामाले स्कुटी गर्दैछ निक्लिसक्नु भयो अघि होइन यो म युट्युबमा हाल्ने युट्युबमा मेरो छैन बेसी फलोवर्स उयो सब्सक्राइबर उयो हुन्छ नि त है होइन एक दुई खेप सिकेपछि आइहाल्छ हौ लियानाले चाहिँ यहाँ उसको फ्रेन्ड भेटेको छ सिलगढीमा मैले तिमी कहाँको हो सिलगढी हो यही हो दार्जिलिङको होइन लियाना तिमी कहाँको हो दुईजनाको लु घुम खेला दुईजना आज मेरो सिलगढीमा साथी भएको भन न पार्टी त कहाँ हुन्छ प्रवचन हुन्छ नि हौ प्रवचन पो हुन्छ त हुन्छ हुन्छ बितेर जानेछ यहाँ चाहिँ अब स्टार्ट भयो प्रोग्राम हो अन्त हामी चाहिँ बसेर हेर्दैछौँ चिया बाँड्दै सुना सुना आयो 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 बरादी हर्ष उमङ्ग लिएर मानिसको उद्धार गर्न हामी सबलाई मुक्ति दिन यहाँ चाहिँ बहिनीहरूले डान्स गर्नु थाल्यो हो डान्स गर्दै थियो तर मैले चाहिँ म्युजिक चाहिँ म्युट गरेर भोइस ओभर गर्दैछु कपिराइट लाग्छ होला भनेर डरले हो नयाँ नयाँ हो जोगिनु पऱ्यो नि त कपिराइट लाग्नदेखि पनि अन्त चाहिँ मैले चाहिँ म्युट गरेर चाहिँ भोइस ओभर गर्दैछु अहिले त मान्छेहरू हेर्नुहोस् न पुरा भइसक्यो हल ड्याममै भइसक्यो अब त हो कस्तो मजा आउँदै थियो मजा आयो नानीहरू बहिनीहरू डान्सहरू गर्दै थियो ठुलोहरू पनि डान्स गर्दै थियो हामी चाहिँ घर जानको लागि रेडी हुँदै थियो अब चाहिँ है अन्त अलिअलि के चाहिँ जानुलाई रेडी भइसक्यो माथि हेर त हामीलाई चाहिँ भेनाको दादाले पुर्याउनु हुँदैछ हो र चाहिँ हामी चाहिँ गाडीतिर बस्दैछौँ अब चाहिँ घरतिर जाने हो फाइनली घरमा आइपुग्यो हत्तु भएको छ मजा आयो कि हत्तु भयो मजामा आयो मजा आयो क्या नानी प्रोग्राम हेर्नु मजामा आयो हत्तु पनि भयो डान्स गर्यो अरे हो मजा आयो नानीलाई अब लड्छ नानी सबैजनाले हाम्रो भिडियो मन पराइदिनुहोस् बाई बाई नगर न लड्छ Thanks for watching.